दर्शक महानुभावहरू यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामी अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिकाको यो भैँसी मेलामा आएका छौँ। यस भैँसी मेलाबाट यहाँहरूलाई हामीले यस वरिपरिको दृश्यहरू हामी यस भिडियो मार्फत देखाउन गइरहेका छौँ। दर्शक महानुभावहरू अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर 7 मा पर्दछ। यो चाहिँ देउराली मन्दिरको यो वारिपट्टि यो डाँडो रहेको छ। यसमाथि यो एउटा ठुलो देखिको यो बनावट यस्तै कसैले बनाएको होइन, यो आफै प्रकृतिले बनाएको चिजहरू हो। र विशेष गरी यस स्थानहरूमा शिव पार्वतीहरूले तपस्या गरेको ठाउँ पनि भनिन्छ कि विभिन्न देवी देवता गन्धर्व जातिहरू नाच्ने स्थल पनि भनिन्छ। यो नर्तनाञ्चल ठाउँलाई यो चाहिँ महाभारत श्रृङ्खला अन्तर्गत पर्ने नर्तनाञ्चल ठाउँ हो। यो एकदम ऐतिहासिक ठाउँ हो। यस्ता ठाउँहरू अर्घाखाँची जिल्लामा धेरै ठाउँहरू छन् र आज हामी यो ठाउँमा आएका थिएनौँ। हामी धेरै ठाउँमा गयौँ अर्घाखाँची जिल्लाका, तर यस ठाउँमा आएका थिएनौँ किनकि यस ठाउँमा आउनको लागि अलि बाटोको समस्या पनि थियो पहिला। अहिले त बनाइएको छ, तर यो पुलबाट यहाँसम्म आउनको लागि जुन यो यस ठाउँमा के छ भनेर जुन हाम्रो छिमेकी जिल्ला तराईदेखि अनि हाम्रो छिमेकी देश भारतदेखि आउने हुने दर्शनार्थीहरूलाई पनि यस ठाउँमा आएर एकदम यो प्रकृतिको आनन्द लिनुहुन्थ्यो। तर यस ठाउँलाई पनि अलिकति राज्यले ध्यान दिनुपर्ने हुन्छ। झलुङ्गे पुल त बनाइएको छ, तर त्यसबाट कहाँ जाने, वारिपारी गर्ने मात्र भएको छ। त्यसो भएको कारणले यो झलुङ्गे पुलबाट सिडीहरू बनाएर हुन्छ कि अन्य कुनै विकल्पहरू गरेर हुन्छ यस ठाउँमा आउनको लागि सहज बनाइदियो भने हाम्रा टाढा टाढाबाट आउने जुन यति बेला त यो गर्मीको मौसम अति गर्मी हुने गर्दछ तराईको भूभागहरूमा, र विशेष गरी तराई र हाम्रो छिमेकी देश भारत लगायतका ठाउँमा धेरै गर्मीहरू छ। उहाँबाट गर्मी छल्नको लागि र नेपालकै चर्चित प्रसिद्ध मन्दिर सुपा देउरालीमा जुन टाढा टाढाबाट नेपालका अधिकांश जिल्लाबाट त यहाँ यस ठाउँमा आउनुहुन्छ दर्शन गर्नको लागि, र विशेष गरी हाम्रो छिमेकी देश भारतबाट पनि भारतका विभिन्न प्रदेशबाट जस्तै हाम्रो युपी बिहार दिल्लीदेखि धेरै ठाउँबाट यहाँ आउनुहुन्छ दर्शन गर्नको लागि। दर्शन गर्न मात्रै उहाँहरू आएर सीमित हुनुभन्दा पनि यस ठाउँमा आएर प्रकृतिको आनन्द पनि उहाँहरूले लिनुपर्ने हुन्छ। किनकि यहाँ एकदम चिसो ठाउँ छ, सुन्दर छ, एकदम शान्त कुल आनन्दको छ, जहाँ भनिन्छ देवी देवताले तपस्या गरेको ठाउँ। त्यसै पनि सुन्दर शान्त आनन्दको ठाउँ नै हुने भयो। र यहाँ कुनै टेन्सन हुँदैन मान्छेलाई होइन। अब काम गर्दाखेरि अनेक टेन्सनहरू हुन्छ, अनेक तनावहरू हुन्छ। त्यो तनावलाई एकदम बाहिर फाल्नको लागि यस ठाउँमा आएर आनन्दले 1-2 दिन यहाँ आएर बसेर रमाइलो गरेर जानुभयो भने उहाँहरू एकदम शान्त कुल हुनुहुन्छ। र उहाँहरूले पनि फेरि अरू साथीभाइलाई भन्नुहुन्छ यस ठाउँमा जानुपर्छ है, यो ठाउँ त एकदम चिसो ठाउँ छ। हामी यहाँबाट जाँदाखेरि बन्डीहरू लगाएर गएका थियौँ। वहाँ गएर त ज्याकेट हामीलाई आवश्यक पर्यो, कम्बलको आवश्यक पर्यो, सिरकको आवश्यक पर्यो भन्ने त्यस्तो ठाउँ रहेको हुनाले यस ठाउँलाई अझै राम्रो बनाउन सकियो भने यहाँ यो झलुङ्गे पुलबाट यस ठाउँमा जुन सुपा देउराली आउनुहुन्छ दर्शन गर्न दर्शनार्थीहरू, उहाँहरूलाई यस ठाउँमा ल्याएर यहाँ एउटा पिकनिक स्पोट पनि बनाउन सकिन्छ। यसलाई हामीले गहिरेर हेऱ्यौँ भने देवी देवताको आकृति पनि देख्न सकिन्छ। हाम्रा दर्शकहरूलाई यो ठाउँमा एकपटक ल्याउनको लागि कसरी हुन्छ राज्यले ध्यान पनि दिनुपर्छ। किनकि अब उताबाट आउँदाखेरि अलिकति फेरो हुने गर्छ। बाटो छ हाम्रो यो नरपानीदेखि सतीनेटा हुँदै गौशाला हुँदै यहाँ हामी आएका छौँ, तर यो बाटो अलिकति फेरो भएको कारणले छिटो र छरितो एकपटक यहाँ आउने वातावरण, किनकि त्यो झुलुङ्गे पुलमा त हजारौँ हाम्रा दर्शनार्थी आउनुहुन्छ। त्यो झुलुङ्गे पुलबाट यहाँ आउनुभयो भने त्यहाँ जानको लागि त्यो बाटो त छँदैछ अहिले पनि, र त्यसलाई हामीले केबल कारहरू हुन्छ कि के गरी हुन्छ त्यसलाई अलिक छिटो छरितो बनाउनका लागि राज्यले ध्यान दियो भने यस ठाउँमा यहाँ यो जुन सुपा देउरालीमा आउनुहुन्छ दर्शनार्थीहरू यो ठाउँमा आएर एक दिन भनेर आउने दर्शनार्थीहरू 2-4 दिन बसेर जान सक्नुहुन्छ। त्यसो भएको कारणले यस्तो सुन्दर चिजहरूलाई हामीले
विनाश गर्ने होइन, संरक्षण गरेर राख्नुपर्छ। यो हराभरा बनाएर त्यसै त प्रकृतिले सुन्दर बनाएको छ यो ठाउँ, अझै सुन्दर बनाउनका लागि हामीले पनि सिँगार बटार गर्नु आवश्यक छ। त्यसो भएको कारणले यिनी सिँगार बटार गरेर सुन्दर हराभरा रमणीय ठाउँ, पिकनिक स्पट यहाँ पनि बनाउन सकिन्छ हामीले। यो चाहिँ भैँसी मेला हो, यो सन्धिखर्क 7 पर्दछ। यो भैँसी मेला भनेर यो यस ठाउँको नामकरण गरिएको रहेछ। हामीले आउँदाखेरि बाटोमा सोध्यौँ यो भैँसी मेला किन भएको भन्दाखेरि एकजना आमाले भन्नुभयो यहाँ धेरै पहिला यहाँ भैँसी चराउने भएको कारणले गर्दा यो भैँसी मेला रहन गएको भन्ने कुराहरू पनि गर्नुभएको थियो। र हामी आज यस ठाउँमा आएका छौँ। दर्शक महानुभावहरू, तपाईँ पनि यस ठाउँमा अवश्य आउनुहोला। एकदम सुन्दर राम्रो ठाउँ छ, एकदम रमणीय ठाउँ छ। अर्घाखाँचीका जिल्लामा रहेका सबै ठाउँ राम्रा छन्, हरेक पालिकामा हरेक ठाउँ राम्रा छन्। तर त्योभन्दा पनि राम्रा ठाउँहरू, अझै राम्रा ठाउँहरू छन्। यहाँ सबै ठाउँमा हाम्रा यहाँ दुराली आउने हाम्रा दर्शनार्थीहरूलाई सबै ठाउँमा पुर्याउनका लागि हामीले यातायात बाटोहरू त जताततै छ। अब बाटो पनि राम्रो हुनु पर्यो, गुणस्तरीय बाटो हुनु पर्यो हैन। जुन हाम्रा तराईमा चलाउनु हुने हाम्रा गुरुजी ड्राइभरहरू हुनुहुन्छ, इन्डियाबाट आउने ड्राइभर हुनुहुन्छ, उहाँहरूले सम्ममा चलाउनुहुन्छ। तर यो पहाडमा त चलाउनु भएको छैन। यो पहाडमा पनि आएर उहाँहरूले आनन्दले चलाउने बाटाहरू एकदम चिल्ला बाटाहरू हुन पर्यो। त्यो भयो भने उहाँहरूले पनि अझै प्रमोट गर्नुहुन्छ जिल्लाको। यो अर्घाखाँची जिल्लामा यस्तो ठाउँ छ, यस्तो रमणीय ठाउँहरू छन्, यस्ता सुन्दर ठाउँहरू छन्, यस्ता सुन्दर होमस्टेहरू छन्, यस्ता सुन्दर वनजङ्गलहरू छन्, यस्तो चिसो वातावरण छ, एकदम शान्त आनन्द कुल हैन। उहाँहरू यसरी हुन सक्नुहुन्छ। त्यसो भएको कारणले यस ठाउँमा आएर अवश्य एकचोटि भिजिट गर्नुहोला भन्दै म पनि बिदा हुन्छु। नमस्कार।